गुड मर्निङ बादलको बाबा उठ्नुभयो। हाम्रो मकैको बारी बाबा मकै खाने बेला भएन र हेर त अलिकति काटेको कति 900 बुट्टा छ होला। पानी तताउँछु। धुलो आउँछ। कुकुरी गाईहरू कति धेरै के छ र यहाँ बाबा? मेरो छोरा 6 बजे उठेको नि। आज छिट्टै उठेको नि हो र। अलि अर्कै छ यो त हो है बेटा। तिमीले यो लरिना के यो काली हो र छोरा? हैन है। के गर्न लाग्नु भयो बादलको बाबा? बादलको बाबाले ग्यास भित्र राख्दै हुनुहुन्छ। सल मिलाउँदैन यो बादलको बाबा पसल हैन। के बाँध्न लाग्यो बुढो? फुर्ती धेरै नै त्यो बाहिर नराख के रे ककुसले खाइदिन्छ। खाइदिन्छ। कमिला लाग्यो धेरै बाहिर। अनि पाल पार्छ क्या अलि गरेर हुन्छ। यहाँ छिटो बिक्ने भएर अनि सकिने मात्र के हो भएर मात्र हो, नत्र गाह्रो हुन्छ त्यसरी फुर्ती पारेर राख्दा। बादलको बाबाको पसल यस्तो राम्रो भएको। हाम्रो पसलको काम सिद्धियो। पसल बन्द गर्यौँ। ल कुकुरलाई भात छ, कति ठुलो भात छ। त्यसले त मासु समातेर गयो बाटोमा। लियोले मासु समातेर बाटोमा गएको। यता आएर खा। घर जाने बेला भएन र चकचक गर्ने नगर। आऊ मलाई त अन्दाजी हुन्छ एउटा खाना पकाउनु आज। मलाई खान मन लागेन के किन? आऊ चढ। लो बाबा मेरो पाली है। मोबाइललाई चार्ज गर्ने कुरा गर्ने। पानी परेर यस्तो बाटोमा हामी रेनकोट लाएर आयौँ है। पानी आएर है।
पानी ले लीजिए भाई हम तो त्यस्तो पानी परेको अब बल्ल खाना पकाउनेलाई तर तिमीले के खाने हो ल कपडा चेन्ज गर है यहाँ कपडा छ बाहिर कस्तो ठुलो पानी परेको छ बाटोको बाटोले खाना पकाउन लागिरहेको छ अन्डा वान यति मात्र म त खान्दा हेरेर राखेको एक मात्रै पकामा मोटाएर कस्तो भएको मान्छे बादलको बाबाको खाना चाउचाउ कस्तो ठुलो पानी परेको बाहिर अलिकति खाएर आयो त्यो सोकमा छ क्या उसको कालो साथी हो र पुरा सुकाएको भिजेछ सबै धोएर सुकाएको हो कि बिहान एउटा मात्र पकाइने थियो क्या तपाईँको बिरानी हो बादलको बाबाले करेन्ट आउँछ खाउँदैन मोबाइलमा व्यस्त हुनुहुन्छ अहिले बादलको बाबाले पकाउनु भयो आऊ यहाँ बस आऊ यहाँ बस आऊ यहाँ बस यहाँ औ खुट्टा नि त्यही हो कत्रो पानी आएको यस्तो हाफ बोइल भएछ है अन्त त हाम्रो खाना रेडी भयो छिटो मिठो चाउचाउ करेन्ट चाउचाउ बादल ठन्डा र